विशेष गरी हामीले शैतानको बारेमा धेरै सुनिरहेका छौँ अनि यो शैतान कहाँ छ के छ होला भन्ने हामीलाई लाग्न सक्छ। धेरैचोटि होइन प्रार्थना गर्दाखेरि शैतान होइन अनि सेवा सञ्चालन गर्दाखेरि शैतान, आखिर शैतान हो चाहिँ को अनि शैतान कहिले यो संसारमा आएको थियो, यसको इतिहास अनि यसले के काम गर्दछ, आज यस बारेमा हामी हेर्नेछौँ। यदि कोही बाबा आमा हुनुहुन्छ अनि उसको चाहिँ अनि बच्चा जन्मिँदैछ अथवा चाहिँ बच्चा सानो सानो छ भने उसले चाहिँ आफ्नो बच्चा चाहिँ राम्रो होस्, आफ्नो बच्चा चाहिँ धेरै पढे लेखेको होस् अनि ठुलो मान्छे बनोस्, असल मान्छे बनोस् भन्ने चाहन्छ। मेरो बच्चा चोर होस्, फटा होस्, डाका होस्, हत्यारा होस् भन्ने चाहिँ कसैले चाहँदैन। अनि त्यो बच्चाको लागि चाहिँ त्यो आमा बाबुको कति ठुलो सपना हुन्छ, कति राम्रो राम्रो योजनाहरू हुन्छ। तर जब त्यो बच्चा चाहिँ ठुलो हुन्छ त्यसपछि चाहिँ सबै बच्चाहरू चाहिँ राम्रो असल हुन्छ भन्ने छैनन्। त्यो बच्चाहरूमध्ये कति बच्चाहरू ठुलो भएपछि चोर, फटाहा, लुच्चा, डाका, हत्यारा पनि हुन सक्छन्, हो कि होइन भन्नुहोस् त? हो। त्यो बच्चा जन्मिँदाखेरि राम्रो जन्मेको थियो तर समयक्रम अनुसार आफ्नो कुकर्मको कारणले गर्दाखेरि तिनीहरू चाहिँ पतित हुन पुगे होइन। त्यस्ता व्यक्तिहरू हाम्रो समाजमा धेरै छन्। हामीलाई लाग्न सक्छ शैतान यो संसारमा नआएको भए हामी सायद यो समयमा स्वर्गमा हुन्थ्यौँ होला, एकदम अनन्तको जीवनमा हुन्थ्यो होला भन्ने हामीलाई लाग्दछ। शैतान यहाँ नभइदिएको भए, शैतानले चाहिँ हव्वालाई चाहिँ त्यहाँ छल नगरेको भए आज हामी यो मृत्युको मुखमा पुग्ने थिएनौँ भन्ने हामीलाई लाग्न सक्छ। यस्तो प्रश्न, यस्तो जिज्ञासाहरू सबै मानिसमा चाहिँ एउटा उत्पन्न, क्रिस्चियन मानिसहरूमा उत्पन्न एउटा चाहिँ स्वाभाविक कुरा हो। तर याद गर्नुहोस् प्रिय मित्रहरू, शैतानलाई परमेश्वरले चाहिँ बनाउनु भएको थिएन। यो पृथ्वी मानिसको सृष्टि गर्नुभन्दा अगाडि नै परमेश्वरले आफ्नो महिमा लिनको लागि अनि आफ्नो सृष्टिहरूको रक्षा गर्नको लागि र मानिसहरूको सेवा गर्नको लागि परमेश्वरले लाखौं करोडौं स्वर्गदूतहरू अनि बनाउनु भएको थियो। प्रकाश 5:11-12 चाहिँ के भन्दछ भन्दाखेरि स्वर्गदूतको काम चाहिँ परमेश्वरको महिमा गर्नको लागि बनाइएको थियो। अनि उत्पत्ति 3:24 भन्दछ स्वर्गदूतको काम चाहिँ अनि परमेश्वरको सृष्टिको रक्षा गर्नु हो। यस्तै गरेर हिब्रू 1:14 चाहिँ के भन्छ भन्दाखेरि मानिस जातिको सेवा गर्नको लागि परमेश्वरले स्वर्गदूतहरूलाई बनाउनु भएको थियो। स्वर्गदूतहरूमध्येबाट एकजना चाहिँ सबैभन्दा सुन्दर, सबैभन्दा असल, सबैभन्दा बुद्धिजीवी, ज्ञानले भरिपूर्ण स्वर्गदूतलाई चाहिँ अनि त्यो स्वर्गदूतहरूको एउटा लिडरको रूपमा चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको थियो, जसको नाम चाहिँ लुसिफर हो। हामीले लुसिफर भनेर यो नेपाली बाइबलमा खोज्यो भने हामीले पाउँदैनौँ, तर अङ्ग्रेजी संस्करणमा चाहिँ हामीले हेर्ने हो भने यशाया 14:12 चाहिँ इङ्ग्लिसमा चाहिँ त्यहाँ ओ लुसिफर भनेर लेखिएको छ। लुसिफर चाहिँ स्वर्गदूतको नाम हो, जुन स्वर्गदूत अरू स्वर्गदूतहरूको अगुवा थियो। अनि लुसिफर चाहिँ कस्तो थियो भन्ने कुराहरू चाहिँ हामीले बाइबलमा देख्न सक्छौँ। इजिकियल 28:12-14 चाहिँ लुसिफर कस्तो थियो भन्ने कुराहरू यहाँ देखाइएको छ। त सिद्धताको एक नमुना थिइस् र बुद्धिले भरिपूर्ण, बुद्धिले सम्पूर्ण सर्वाङ्ग सुन्दर, परमेश्वरको बगैँचा अदनमा त थिइस्। हरेक बहुमूल्य पत्थरले त सिँगारिएको थिइस्, तेरा मणिघरहरू सुनले मोहरिएका थिए, त सृजेको दिनमा नै ती तयार पारिएका थिए। अभिभावकको रूपलाई चाहिँ लुसिफरलाई चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको थियो। सँगसँगै परमेश्वरको पवित्र पर्वतमा चाहिँ अनि लुसिफर परमेश्वरसँगै बस्ने गर्दथ्यो। अनि उसले चाहिँ आफ्नो रूपमा, आफ्नो ट्यालेन्टमा अनि घमण्ड गरेको कारणले गर्दाखेरि अनि उसले चाहिँ के सोच्यो भन्दाखेरि अब मेरो पछाडि रहेका यी स्वर्गदूतहरूले परमेश्वरको महिमा होइन मेरो महिमा गर्नुपर्छ भन्ने उसले चाह्यो। अनि जुन कुरा परमेश्वरलाई मन परेन अनि परमेश्वरले उसलाई चाहिँ अनि धेरै पटक चाहिँ सुध्रनको लागि मौका दियो, तरै पनि उसले इन्कार गर्यो, परमेश्वरसँग विद्रोह गर्यो। विद्रोह गरेको कारणले गर्दाखेरि लुसिफरलाई परमेश्वरले स्वर्गबाट पृथ्वीमा फ्याँकिदिनु भयो। अनि जब लुसिफर चाहिँ स्वर्गबाट चाहिँ फ्याँकियो त्यसपछि लुसिफरलाई चाहिँ परमेश्वरले चाहिँ शैतान नाम दिनुभयो। शैतानको अर्थ चाहिँ शत्रु हो, जसले विरोध गर्ने काम गर्छ, घमण्ड गर्ने काम गर्छ, ईर्ष्या गर्ने काम गर्छ। उसले चाहिँ परमेश्वरसँग चाहिँ दाँच्ने काम गरेको छ। यशाया 14:13-15 हामी हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, तैँले आफ्नो हृदयमा भनिस् म स्वर्गमा उक्लिनेछु, परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान हुनेछु, म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई उच्च सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु, तर त चिहानसम्म
खाडलको तल्लो गहिराईसम्म होच्याइस्। हिजकियल 28:17 भन्दछ, तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैँले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस्, यसैले मैले तँलाई जमिनमा फालिदिएँ। सबैभन्दा पहिला परमेश्वरले चाहिँ लुसिफरलाई त्यो स्वर्गदूतहरूको लिडर हुनको लागि चुन्नु भएको थियो, जसको शरीरमा बहुमूल्य गरगहनाहरू थियो, जसको घर सुनले बनाइएको थियो। यति चाहिँ महिमित स्वर्गदूत थियो, तर घमण्ड गरेको कारणले गर्दाखेरि परमेश्वरले उसको स्थानलाई चाहिँ खाली गराएर उसलाई चाहिँ स्वर्गबाट चाहिँ फालिदिनु भयो। लुसिफर चाहिँ एक स्वर्गदूत थियो, जसको काम चाहिँ के थियो? परमेश्वरको महिमा गर्नु थियो। दोस्रो काम परमेश्वरको सृष्टिको के गर्नु थियो? रक्षा गर्नु थियो। तेस्रो काम मानिसको सेवा गर्नु थियो। हिब्रू 1:14 पाउँदछौँ, त्यहाँ लेखिएको छ, के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर है। अनि यहाँ चाहिँ यो भनेको छ मानिसको सेवा गर्नको लागि पठाइएका सेवा गर्ने आत्माहरू हुन् है। त्यति मात्र होइन, लुसिफर चाहिँ एक म्युजिसियन पनि थियो। यो कुरा चाहिँ हामी अनि यशाया 14:11 पाउँदछौँ। जब लुसिफरलाई चाहिँ अनि परमेश्वरले स्वर्गबाट फालिदिनु भयो, अनि त्यहाँ चाहिँ लुसिफरलाई चाहिँ आफ्नो वीणासँगै चाहिँ वीणाको त्यो गुन्जनसँगै चाहिँ चिहानमा फालिदिनु भएको छ। यहाँ लेख्दछ, तेरा सबै रुवाफ त तेरा वीणाको गुन्जनसँगै चिहानमा झारिएका छन्। यो पदबाट पनि के थाहा पाउँछ भन्दाखेरि लुसिफर एउटा चाहिँ एकदम राम्रो म्युजिसियन पनि थियो भन्ने कुराहरू पाउँदछौँ। प्रिय जवान छोराछोरीहरू, तपाईँहरूकोमा पनि एउटा चाहिँ कुनै प्रकारको ट्यालेन्ट हुनसक्छ। ट्यालेन्टमा घमण्ड नगर्नुहोस्, तर त्यो ट्यालेन्टबाट परमेश्वरको महिमा गर्नुहोस्। आमेन। लुसिफर चाहिँ आफ्नो घमण्डपनको कारणले गर्दाखेरि एउटा महिमित स्वर्गदूतबाट चाहिँ पतित भएर एक शैतानको रूप चाहिँ धारण गरेको पाउँदछौँ। प्रकाशको 12:4 चाहिँ आदर चाहिँ मानेर अनि बाइबलविदहरूले के भन्छन् भन्दाखेरि लुसिफर चाहिँ जब स्वर्गबाट आए 1/3 अनुयायीहरू पनि आफूसँगै चाहिँ यो पृथ्वीमा ल्याएका छन्। अनि प्रकाश 12:4 भन्दछ, त्यसको पुच्छरले स्वर्गको 1/3 ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। अनि यसैलाई आधार मानेर चाहिँ हाम्रा बाइबलविदहरूले चाहिँ लुसिफर एक्लै आएका थिएनन्, लुसिफर सँगसँगै अनि स्वर्गमा रहेका 1/3 स्वर्गदूतहरू पनि आएका छन्। त्यो स्वर्गदूतहरू अब स्वर्गदूत रहेन, त्यो स्वर्गदूतहरू चाहिँ के रह्यो? अब शैतान बनेका छन्। त्यही दिनबाट जब परमेश्वरले चाहिँ त्यो शैतानलाई चाहिँ स्वर्गबाट खसालिदियो, त्यो दिनदेखि चाहिँ अनि शैतानले चाहिँ परमेश्वरसँग लडाइँ गर्नको लागि आफूलाई तयार पारिराखेको छ। यो समयमा चाहिँ विशेष गरेर परमेश्वरसँग लड्नको लागि शैतानले चाहिँ विशेष गरेर मानिसलाई प्रयोग गरिरहेको छ। शैतानको के विश्वास छ भन्दाखेरि परमेश्वरसँगको त्यो लडाइँको दिनमा चाहिँ धेरैभन्दा धेरै अनि शैतानिक सेनाहरू भयो भने उसले चाहिँ परमेश्वरलाई चाहिँ जित्नेछ, तर यो कदापि हुन सक्दैन। आमेन। अनि शैतानका सेनाहरू चाहिँ आज तपाईँ अनि हाम्रो समाजबाट चाहिँ जाँदैछ शैतानको सेना बन्नको लागि। अनि शैतानको सेना कति छन्, कति हुनेछन् भनेर चाहिँ अनि यहाँ चाहिँ प्रकाशको 20:8 भन्दछ, पृथ्वीका चारैतिर भएका देशका मानिसहरूलाई बहकाउन अर्थात् गोग र मागोको लडाइँको निम्ति भेला गर्न निस्केर आउनेछन्। तिनका सङ्ख्याहरू चाहिँ समुद्रको बालुवा जत्तिकै हुनेछ, तर विजय हाम्रो परमेश्वरमाथि नै छ। आमेन। शैतानले मानिसहरूलाई चाहिँ आफ्नो बसमा पार्नको लागि विभिन्न किसिमको तरिकाहरू अपनाउन खोज्दछन्। प्रिय मित्रहरू, शैतानले विभिन्न प्रकारको लोभ लालच देखाउन सक्छ। त्यो उसको चाल हो। धन कमाउन मन छ एकदम छिटो, आजको भोलि नै शैतानले त्यो कुरा तपाईँलाई पुरा गरिदिनेछ। तर त्यसको बदलामा तपाईँ अनि मैले अनि हाम्रो आत्मालाई, हाम्रो जीवनलाई चाहिँ शैतानसम्म चाहिँ बेच्नुपर्छ। अनि यो कुरा येशू ख्रीष्टको जीवनमा पनि आएको थियो। मत्ती 4:8-10 यही कुराहरू भन्दछ, फेरि दियावलसले उहाँलाई एउटा अग्लो स्थानमा लगेर संसारका सबै राज्य र तिनको वैभवलाई अनि उहाँलाई देखायो। दियावलसले के भन्यो भन्दाखेरि, यदि तपाईँले मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। येशू ख्रीष्टलाई पनि एउटा चाहिँ राजा हुनको लागि, शासक हुनको लागि चाहिँ लोभ देखाएको छ। तर त्यति बेला चाहिँ येशू ख्रीष्टले के भन्नुहुन्छ भन्दाखेरि, तब येशू ख्रीष्टले भन्नुभयो, शैतान त दूर होइजा, किनभने लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु। आमेन। आज तपाईँ अनि मेरो जीवनमा पनि शैतानले विभिन्न किसिमको चाहिँ लोभ लालचहरू अनि देखाउन सक्छ।
तपाईँलाई चर्चित बनाउन सक्छ, तपाईँको लागि पढाइ राम्रो गरिदिन्छु भनेर विभिन्न किसिमको चाहिँ लोभ लालचहरू देखाउन सक्छ, तपाईँलाई म धनी बनाइदिन्छु भनेर विभिन्न प्रकारको चाहिँ लोभ लालच देखाउन सक्छ, ओ चर्चित बनाइदिन्छु, शक्तिशाली बनाइदिन्छु भनेर चाहिँ लोभ लालच देखाउन सक्छ। त्यतिखेर तपाईँ त्यो संसारिक कुरा प्राप्त गर्नको लागि आफ्नो हृदय चाहिँ शैतानलाई बेच्नुहुन्छ कि अथवा चाहिँ शैतानलाई चाहिँ त दूर होइजा, किनभने लेखिएको छ तैँले आफ्नो परमप्रभु अनि परमेश्वरलाई मात्र दण्डवत गर्नु भनेर चाहिँ भन्नुहुन्छ। त्यति बेला तपाईँले के भन्नुहुन्छ? आफैले आफूलाई शैतान सामु घोप्टो परेर चाहिँ दण्डवत गर्नुहुन्छ कि होइन शैतानको विरोध गर्नुहुन्छ तपाईँ? त्यो चाहिँ तपाईँ अनि मेरो हातमा छ है। आजकल मानिसहरू चाहिँ धनी हुनको लागि, चर्चित हुनको लागि, शक्तिशाली हुनको लागि जस्तो सुकै कार्यहरू गर्न पनि पछि पर्दैनन्। यो कुराहरू हामीले देखिरहेका छौँ। आफ्नै बाउआमालाई मार्नेदेखि लिएर विभिन्न किसिमका चाहिँ अपराध गर्ने कामहरू हामीले यो संसारमा देखिरहेका छौँ। तर हामी विश्वासीहरूले चाहिँ त्यो काम गर्नु हुँदैन। यदि हामीले चाहिँ संसारका ती कुराहरू प्राप्त गर्नको लागि हाम्रो आत्मा चाहिँ शैतानलाई बेच्छौँ भने हामी चाहिँ त्यही दिनदेखि शैतानको सेना बन्न चाहिँ पुग्नेछौँ। हामी आफ्नो जीवन चाहिँ आफ्नो खुसीले होइन शैतानको इसारामा चल्नुपर्ने हुन्छ। शैतानलाई यो कुरा पनि थाहा छ कि अब चाहिँ अन्तिम दिनहरू चाहिँ एकदम नजिक छ। त्यस कारणले गर्दाखेरि एकदम छिटोभन्दा छिटो धेरैभन्दा धेरै मानिसहरूलाई चाहिँ आफ्नो राज्यमा प्रवेश गराउन चाहन्छ। आजभन्दा चाहिँ 51 वर्ष अगाडि 1966 सालमा अप्रिलको 30 तारिकको दिनमा चाहिँ एन्टोन अनि जेन्डर लेभी भन्ने एकजना व्यक्तिले चाहिँ अनि शैतानिक चर्चको चाहिँ स्थापना गरेको छ। यो चाहिँ न्युयोर्क अमेरिकामा चाहिँ छ। जो व्यक्तिले चाहिँ स्थापना गरेको थियो त्यो व्यक्ति चाहिँ मरेर गइसकेको छ। तर त्यो संस्था अथवा चाहिँ त्यो शैतानको चर्चलाई चाहिँ अहिले एकजना चाहिँ पिटर गिलमोर भन्ने एकजना मान्छेले चाहिँ सञ्चालन गर्दै आइरहेको छ। शैतानले हिजो अस्ति पहिला चाहिँ अदृश्य रूपमा चाहिँ आफ्नो काम गर्दै आइरहेको थियो, तर शैतान अहिले चाहिँ प्रकाशमा आइरहेको छ। होसियार रहनुपर्छ, अन्तिम दिनहरू आइरहेको छ। अनि शैतानको बाइबल पनि छ। त्यो बाइबल चाहिँ यही संस्थापकले चाहिँ स्थापना गरेको 3 वर्ष पछाडि लेखेको हामी पाउँदछौँ। यो कुरा चाहिँ याद राख्नुपर्छ। यस्तै गरेर सन् 1776 सालमा चाहिँ इलुमिनाटी भन्ने एउटा चाहिँ संस्था गठन भएको छ। संसारका एकदम टप लिडरहरू यसमा चाहिँ छन्। अनि यिनीहरूको उद्देश्य भनेको संसारलाई एउटै ठाउँमा ल्याउनु हो, संसारका मानिसहरूलाई चाहिँ आफ्नो कन्ट्रोलमा, आफ्नो मुठीमा पार्नु हो। अब हिजो अस्ति चाहिँ हाम्रो गाउँमा चाहिँ खालि मेन्दोमाया मात्रै खेल्थ्यौँ। आज हाम्रा छोराछोरीले मेन्दोमाया खेल्न भुलिसके। तर हाम्रा छोराछोरीहरू माइकल ज्याक्सनको गीत सुन्छन्। हाम्रो टिभीमा चाहिँ यो हनी सिंहको गीत बज्छ। त्यो मान्छेको गीतको शब्दले के भनिरहेको छ हामी याद गर्दैनौँ। जवान छोराछोरीहरू होसियार रहनुहोस् यो विषयमा चाहिँ। म देख्ने गर्दछु आजकलका छोराछोरीहरू चाहिँ आफूलाई मनपर्ने सेलिब्रेटीहरूलाई चाहिँ आफ्नो हिरो मान्दछन् अनि तिनीहरूको नक्कल गर्ने काम गर्दछन्। तर म तपाईँलाई एउटा चुनौती दिन चाहन्छु। हामी विश्वासी जवानहरू परमेश्वरको फ्यान हुनुपर्छ। आमेन। कुनै संसारको कुनै गायक गायिकाको होइन। आजकलका समाजमा हामी हेर्ने भने हाम्रा छोराछोरीहरूलाई हेर्नुहोस्, हाम्रो चाहिँ छरछिमेकीका छोराछोरीलाई हेर्नुहोस्। हात खुट्टामा छातीमा चाहिँ कस्तो प्रकारको चाहिँ अनि छाप लाएर हिँडिरहेका छन्। मलाई खुसी लाग्छ हाम्रो चर्चमा, हाम्रो मण्डलीमा त्यस्ता व्यक्तिहरू छैनन्। तर हाम्रो वरिपरि हेर्नुहोस्, ती व्यक्तिहरूको छातीमा, ती व्यक्तिहरूको पाखुरामा हेर्नुहोस् सर्पको, अजिङ्गरको अनि मरेको मान्छे टाउकोहरू चाहिँ यहाँ छाप लगाएर हिँडिरहेका छन्। उनीहरूलाई थाहा छैन मैले के गरिरहेको छु, उनीहरूलाई थाहा छैन। उनीहरूलाई सोध्नुहोस् तिमीले यो ट्याटु किन लगाएको? उनीहरूले भन्दछ मलाई मनपर्ने त्यो व्यक्तिले यस्तो प्रकारको ट्याटु लगाएको थियो, यहाँ ट्याटु लगाएको थियो, त्यही भएर मैले पनि के गरेको यहाँ ट्याटु लगाएको भन्दछन्। प्रिय मित्रहरू, ती व्यक्तिहरूले, ती छोराछोरीहरूले चाहिँ अन्जानमा शैतानको छापलाई चाहिँ आफ्नो शरीरमा टाँसेर हिँडिरहेका छन्। आज हाम्रा जवानहरू होसियार रहनुपर्छ त्यस्तो कुराहरूदेखि लिएर। आमा बाबाहरू आफ्नो छोराछोरीहरू त्यस्तो बाटोमा हिँड्लान्, त्यति बेला चाहिँ सम्झाउनुहोस्। लेवीको 19:28मा चाहिँ यो कुराहरू लेखिएको छ। आफ्नो शरीरमा कुनै किसिमको अनि छापहरू नबनाउनु भन्ने कुराहरू चाहिँ अनि बाइबलले चाहिँ भन्दछ। हिजो हाम्रा बाउआमाहरू चाहिँ एउटा चाहिँ 100 कपडा किन्न नपाएर अनि एउटा धोती मात्र लाएर हिँड्थे। तर आज हाम्रा छोराछोरीहरू, हाम्रो छोरीहरू पैसा छ तरै पनि 2 बिट्टाको चाहिँ जामा लाएर हिँड्छन्। स्कुल जाने समय एकदम लामो स्कर्ट हुन्छ। जब कलेज पुग्छ उसको त्यसपछि स्कर्टहरू छोटिँदै आएको छ। आफूलाई कामुक बनाउने प्रयास नगर्नुहोस् जवान भाइ बहिनीहरू विशेष गरेर। अनि जवान छोराहरू यो चुनौती दिन चाहन्छु, कोही पनि तपाईँले आफ्नो शरीरमा ट्याटु खोप्ने कामहरू नगर्नुहोस्। परमेश्वरको वचनले भन्दछ यो कुरा राम्रो होइन। यदि कसैले लगाएको छ भने तपाईँले मेट्ने कोसिस गर्नुहोस्। आमाहरू बाबाहरू आफ्नो छोराछोरीहरूलाई त्यो बाटोमा नहिँडाउनुहोस्। हाम्रो विशेष गरेर अहिलेका छोराहरू नाक, कान, आँखी भाउहरू, जिब्रोहरू अनि यो ओठहरू छेडेर चाहिँ यत्र ठेडीहरू लगाउँछन्। हाम्रा छोराछोरीहरूलाई अहिले चाहिँ टाउको हल्लाउने गीतहरू सुन्न मन लाग्छन्। डिस्कोमा गएर चाहिँ गाउन नाच्न मन लाग्छ होला कोही बेला चाहिँ। मलाई खुसी छ हाम्रा छोराहरू त्यस्तो छैनन्। तर कोही हुन सक्छन्
याद गर्नुहोस्, होसियार हुनुहोस्। त्यस्तो ठाउँमा गएर तपाईँले के परमेश्वरको महिमाको गीतहरू गाउँछ? गाउँदैन। 12-1 बजे तिनीहरू चाहिँ परमेश्वरको महिमाको लागि नाच्दैनन्। 12-1 बजे, दिउँसोको 12-1 बजे परमेश्वरको महिमाको लागि चाहिँ अनि नाच्न होइन, गाउनको लागि अल्छी मान्ने छोराछोरीहरूले त्यहाँ गएर परमेश्वरको महिमा गर्दैनन् राति। त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले अहिलेबाट नै खबरदार गर्नुपर्ने हुन्छ। मैले यो कुरा भन्दाखेरि म सुन्छु कतिपय मेरा भाइ बहिनीहरू, कतिपय मेरा साथीहरूको, के यो कुरा गरेको तिमीले? अहिलेको समयमा आएर पनि तिमी यस्तो कुरा गर्ने? हामीले अहिलेको गीत सुन्न नपाउने? अनि तिनीहरूको एउटै उत्तर छ, एउटै कहिलेकाहीँ म सुन्छु, यदि येशू ख्रीष्ट पनि अहिलेको समयमा, हाम्रो समयमा जन्मेको भए कानमा घाँटीमा ओठ छेडेर आँखी भाउ छेडेर चाहिँ यत्रो ठेडी लगाउँथे होला, कपाललाई चाहिँ ड्रेडलक बनाउँथे होला, हामीले जस्तो मेटल गीत सुन्थे होला, हेभी मेटल गीत। हामीले जस्तै एकातिर चाहिँ 2 बित्ता कपाल, अर्कोतिर चाहिँ पुरा खर काटेको जस्तो चाहिँ पुरै 0 नम्बरको चाहिँ कपाल बनाउँथे होला भनेर भन्छन्। अनि यो चाहिँ समयको माग हो भनेर भन्दछन्। प्रिय मित्रहरू, त्यस्ता साथीभाइलाई, त्यस्ता छोराछोरीलाई म चुनौती दिन चाहन्छु, समयले केही पनि माग्दैन। समयको माग भनेर आफूलाई चोट्याउने प्रयास नगर्नुहोस्। समय निर्जीव चिज हो। यस्ता कुराहरू त शैतानले मात्रै माग्छन्। त्यस कारणले गर्दाखेरि आफ्नो अनि जीवनलाई कतातिर लगिरहेको छ भन्ने कुराहरू हामीले चाहिँ बुझ्न आवश्यक छ। अनि जसको चाहिँ छोराछोरी जवान अवस्थामा छ, जसको छोराछोरी जवान हुने अवस्थामा छ, विशेष गरेर त्यस्ता बाबुआमाले पनि आफ्नो छोराछोरीको बारेमा चाहिँ सोच्नुपर्ने बेला हो यो। घरमा कस्तो प्रकारको गीतहरू बज्दैछ, सुन्दैछ, कस्तो प्रकारको डान्सहरू गर्दैछ हाम्रो छोराछोरीले, त्यो कुराहरू चाहिँ बाबुआमाले पनि ध्यान दिनुपर्ने हुन्छ। माइकल ज्याक्सनको नाम संसारको भएको मान्छेलाई सबै थाहा छ, उसको डान्स थाहा छ, उसको गेटअप थाहा छ सबैलाई। तर येशू ख्रीष्टको भनेर गर्ने नि धेरै मानिसहरूलाई थाहा छैन। उसलाई चर्चित, उसलाई चाहिँ संसारका मानिसहरूले चिन्छन्। आमाबाबाहरूलाई चाहिँ फेरि के भनेको होला भनेर मान्नु होला है। संसारका धेरै मानिसले चिन्छन्। हाम्रा छोराछोरीले उसैको गीतहरू सुनेर चाहिँ ठुलो भइसकेका छन्। उसैको डान्स गरेर चाहिँ हाम्रा छोरीहरू चाहिँ हुर्किरहेका छन्। होसियार। माइकल ज्याक्सनलाई चाहिँ चर्चित हुनु थियो, त्यस कारणले गर्दाखेरि उसले सानै उमेरमा चाहिँ अनि आफ्नो आत्मा चाहिँ शैतानलाई बेचेको थियो, जसले गर्दाखेरि उसले सानै उमेरमा चाहिँ ऊ चाहिँ एकदम विश्व प्रख्यात हुन पुग्यो। अनि शैतानले चाहिँ उसलाई चाहिँ आफ्नो आत्मा बेचेको कारणले गर्दाखेरि उसलाई चर्चित बनायो, उसलाई अथाह धन सम्पत्ति दियो। अनि त्यसको बदलामा चाहिँ माइकल ज्याक्सनले चाहिँ अनि शैतानको कामहरूको चाहिँ प्रचार गर्नुपर्ने हुन्थ्यो। त्यही भएर तपाईँले हेर्नुहोस्, ध्यान दिएर हेर्नुहोस् माइकल ज्याक्सनको गीतहरू कस्तो छ, त्यसको शब्दहरू कस्तो छ, याद गर्नुभएको छ, पुरै शैतानिक छ। जब उसले चाहिँ एउटा चाहिँ के महसुस गरे भन्दाखेरि म त शैतानको बाटोमा रहेछु, मैले चाहेको कुरा सबै पाएँ, मैले मान सम्मान, इज्जत, प्रतिष्ठा, धन सम्पत्ति, चर्चा सबै पाएँ, भयो, अब मलाई पुग्यो, अब म यो कुराबाट छुटकारा दिन्छु भनेर उसले चाहिँ आफ्नो डान्सहरूबाट चाहिँ उसले चाहिँ अनि प्रस्तुत गरे। अनि शैतानलाई चाहिँ म गर्दिनँ, तिम्रो चाहिँ विरोध गर्छु भनेर चाहिँ जब उसले चाहिँ त्यो कुराहरू चाहिँ शैतानमा पुर्यायो, त्यसपछि चाहिँ शैतानको चाहिँ विरोध गरे। अनि त्यसपछि चाहिँ शैतानले उसलाई सकाउनको लागि अनि उसलाई डिप्रेसनको शिकार बनाएर लागु औषध बढी युज गराएर चाहिँ उसलाई चाहिँ आत्महत्या गर्न चाहिँ बाध्य पारियो। उसँग के थिएन, लाखौँ करोडौँ फ्यान थिए उसको, करोडौँ डलर, अरबौँ डलर उसँग सम्पत्ति थियो, चर्चित थियो, नपुग्दो केही पनि थिएन। किन आत्महत्या गरेर मर्नु पर्यो? किनभने ऊ शैतानको पुजारी थियो। जबसम्म शैतानले उसलाई प्रयोग गर्न सक्थ्यो गर्यो, जब उसले शैतानको शक्तिको चाहिँ इन्कार गर्यो, शैतानले उसलाई चाहिँ के गर्यो, विनाशमा पुर्यायो। आज त्यस्ता अनि शैतानका दूतहरूलाई हाम्रा छोराछोरीलाई आइडल मानेर तिनीहरूको फ्यान भएर हिँडिरहेका छन्। प्रिय छोराछोरीहरू, स्टप, त्यस्तो कुराहरू चाहिँ नगर्नुहोस्। म चुनौती दिन चाहन्छु। हिटलर संसारको एउटा सामान्य व्यक्ति, जब उसले चाहिँ आफ्नो आत्मा चाहिँ शैतानलाई बेच्यो अनि ऊ चाहिँ संसारको एकदम ठुलो शासक बन्न पुगेको छ। अनि उसले नै दोस्रो विश्वयुद्ध गराएको छ। यकिन छैन उसले कति चाहिँ क्रिस्चियनहरूलाई मारे भनेर, तर 4,80,00,000 मानिसहरू हिटलरको कारणले मारिएका थिए। शैतानले उसलाई यति शक्तिशाली बनाएको थियो। किन? उसले चाहिँ शैतानको पूजा गर्दथ्यो। शैतानले उसलाई चाहिँ त्यो शक्ति दिएको थियो। जसरी चाहिँ येशू ख्रीष्टलाई चाहिँ संसारको शक्ति, संसारको राज शासक बन्नको लागि चाहिँ शैतानले प्रलोभन देखाएको थियो, त्यस्तै गरेर हिटलरमा पनि देखाएको थियो। प्रभु येशू ख्रीष्ट त्यो लोभमा पर्नु भएन, तर हिटलर परेको कारणले गर्दाखेरि उसले अझ दुःस्वप्न देख्न थाल्यो, संसारलाई नै आफ्नो मुठीमा पार्न खोज्यो, तर सकेन। उसको अन्त्य कसरी भएको थाहा छ तपाईँलाई? उसले चाहिँ विवाह गरेको 1 दिन पछाडि आफ्नो नयाँ दुलैलाई गोली हानेर मार्यो र त्यसपछि आफूलाई गोली हानेर मार्न पुग्यो। किन? उसँग के थिएन? उसले उसको लागि मर्ने, उसको लागि ज्यान दिने हजारौँ मानिसहरू, करोडौँ मानिसहरू थियो।
उसँग के थिएन, ऊ संसारको एउटा चाहिँ शक्तिशाली शासक थियो, तर पनि उसले किन आत्महत्या गरेर मर्नु पर्यो, किन कायर, किन शक्तिहीन भएर मर्नु पर्यो? किनभने ऊ पनि शैतानको पुजारी थियो। प्रिय मित्रहरू, शक्तिशाली हुने लोभमा शैतानको पछाडि नपरौँ। यदि हामी पनि त्यो शैतानको बसमा पर्छौँ भने हाम्रो पनि नियति त्यही हुनेछ। यो हनी सिंह नाम सुन्नुभएको छ? कतिपय भाइ बहिनीहरू अलि हाँसिरहेका थिए, सुन्नुभएको थियो होला। त्यो व्यक्तिको चाहिँ गीतहरू मैले यहाँ चाहिँ उच्चारण गरेँ भने मलाई लाज लाग्छ, तर पनि हाम्रो घरमा मजाले चाहिँ टिभीमा चाहिँ उसको गीत बज्छ। तर उसको गीतहरू सुन्नुहोस्, शब्दहरू सुन्नुभएको छ, कतिको अश्लील छ। त्यस्ता गीतहरू गाएर मान्छेहरू प्रख्यात भएका छन्। अनि त्यस्ता मान्छेको चाहिँ अनि गेटअपहरूलाई चाहिँ मन पराएर, त्यस्तो मान्छेको गीतलाई मन पराएर हाम्रा छोराछोरीहरू चाहिँ यो हनी सिंह भन्दै चाहिँ त्यसको गीतहरू गाइरहेका छन्। स्टप, त्यस्तो कुराहरू चाहिँ नगर्नुहोस्। छोराछोरीहरू समयको माग होइन, शैतानको माग हो, याद गर्नुहोस्। किनभने बाइबलमा भन्दछ, अधर्मीहरू परमेश्वरका राज्यका हकदारहरू हुँदैनन्। धोका नखाऊ, अनैतिक कामहरू नगर, मूर्ति पूजाहरू नगर, व्याभिचार नगर, समलिङ्गी पुरुषगामी नगर, लोभीहरू, चोरहरू नहो, मतवाला, रक्सीमा चाहिँ फिट्टो भएर बस्नेहरू नहो, अरूलाई चाहिँ निन्दा गर्ने कुराहरू चाहिँ नगर अनि लुट्ने काम नगर, तर परमेश्वरको राज्यलाई चाहिँ अनि स्वीकार गर्ने व्यक्तिहरू बन भनेर भन्दछ। आमेन। 1 कोरिन्थी 6:9-10 यही कुराहरू भन्दछ। प्रिय मित्रहरू, म तपाईँलाई यो कुरा भन्न चाहन्छु कि संसारमा अनि भएका धन दौलत, यौवन, रूप रङ्ग, मान सम्मान, इज्जत प्रतिष्ठा अनि बल शक्तिको चाहिँ होइन, सबै शक्तिहरू चाहिँ संसारिक हुन्। यी कुराहरू प्राप्त गर्दैमा चाहिँ जीवनमा सुख अनि शान्ति प्राप्त हुन्छ भने छैन। यदि यी कुराहरू चाहिँ प्राप्त गर्दैमा चाहिँ शान्ति घरमा आउने भए, मान्छेले चाहिँ शान्त पाउने भए, आनन्द पाउने भए, अनि यत्रा शक्तिशाली व्यक्तिहरू, यत्रा चाहिँ चर्चित व्यक्तिहरू, यत्रा धनी व्यक्तिहरू किन चाहिँ आफैलाई चाहिँ मारेर आत्महत्या गर्नु पर्थ्यो र? किन ती व्यक्तिहरूलाई चाहिँ लखेटी मान्छेहरूले मार्थ्यो होला? उनीहरूसँग के थिएन? सम्पत्ति थियो, रूप रङ्ग थियो, चर्चित थियो, सबैले वाह गर्थ्यो, तरै पनि अन्त्यमा गएर चाहिँ शक्तिहीन भएर कायर भएर मर्नु परेको हामी इतिहासहरू हामी देख्न पाउँछौँ। त्यस कारणले गर्दाखेरि त्यस्ता व्यक्तिहरूको अनुसरण नगरौँ भन्ने म आजको यो वचनबाट चाहिँ भन्न चाहन्छु। किनकि त्यस्ता व्यक्तिहरू चाहिँ शैतानका गुलाम, शैतानका दास अनि शैतानको चाहिँ अनि पुजारीहरू हुन्। त्यस कारणले गर्दाखेरि यी कुराहरू चाहिँ खराब कुराहरू हुन्। यस्ता कुराहरूको इच्छा गर्ने मानिसहरू चाहिँ खराब बाटोमा लाग्दछन्। अनि यही कुराहरू चाहिँ याकुब 1:14-15 भन्दछ, खराब कुराको इच्छा नगरौँ। जब हाम्रो मनमा खराब कुराहरू राख्दछ, त्यो खराब कुराले चाहिँ पाप कार्य गर्न उक्साउँछ। अनि जब हामीले पाप कार्य गर्छौँ अनि यसले चाहिँ हामीलाई मृत्युमा डोर्याउँछ। त्यस कारणले गर्दाखेरि आफ्नो मनमा खराबी कुराहरूको चाहिँ कहिले पनि नचिताउँ भन्ने म तपाईँलाई कुराहरू भन्न चाहन्छु। 1 कोरिन्थी 15:33 भन्दछ, भ्रम नपरौँ, खराब चिजको सङ्गतै नगरौँ, यसले हाम्रो चरित्रलाई के गर्छ? नष्ट गर्छ। अनि शैतानले चाहिँ विभिन्न किसिमको लोभ लालच देखाएर धोकामा चाहिँ पार्न खोज्दछ। गलाती 6:7-8 यही कुराहरू भन्दछ है, धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्छ। जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्छ त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले आत्माको निम्ति रोप्छ त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। आमेन। त्यस कारणले गर्दाखेरि परमेश्वरको वचनलाई चाहिँ ठट्टाको रूपमा नलिउँ। हामी शैतानको पछाडि लागेर हामीले आफ्नो जीवनबाट स्वतन्त्र पाउन सक्दैनौँ, तर येशू ख्रीष्टलाई चाहिँ हामीले अपनाउँछौँ भने, जान्दछौँ भने हाम्रो जीवनमा चाहिँ स्वतन्त्रता मिल्नेछ भनेर चाहिँ बाइबलले भन्दछ। अनि एफिसी 5:6-11 कसैले मलाई पढिदिनुहोस् न। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदेऊ, किनकि ती कुराहरूको कारणले, त्यो धोकाको, त्यो भ्रमको कारणले अनाज्ञाकारीहरूमाथि, जसले परमेश्वरको आज्ञा मान्दैन त्यस्ता मानिसहरूमाथि परमेश्वरको रिस पर्नेछ। यसकारण तिनीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू चाहिँ के हो? अन्धकारमा थियो, तर अब तिमीहरू प्रभुमा उज्यालो भयो। आजको यो वचन सुनेपछि मलाई लाग्छ छोराछोरीहरू जसले चाहिँ आफ्नो हातमा, खुट्टामा, पाखुरामा ट्याटु लगाएको छ नि, हटाउनुहोस् है। अब चाहिँ तपाईँ चाहिँ अन्धकारमा होइन, ज्योतिमा चाहिँ हिँड्नुपर्छ। ज्योतिको सन्तान झैँ हिँडुल गर। अब पहिलाको रीतिरिवाजमा नहिँड्नुहोस्,
किनकि सबै भलाइ धार्मिकता सत्यतामा नै ज्योतिको फल पाइन्छ। किनकि सबै भलाइ धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ। र प्रभुलाई मनपर्ने के हो सो सिक्ने कोसिस गर। र प्रभुलाई के मनपर्छ त्यो कुराहरू चाहिँ सिक्ने कोसिस चाहिँ हामीले गर्नुपर्दछ। अन्धकारको निष्फल कार्यहरूमा भाग नलिऊ। अन्धकारको निष्फल कार्यहरूमा भाग नलिऊ, लिँदै नलिऊ। बरु तिनलाई प्रकट गरिदेऊ। बरु तिनलाई प्रकट गर्दै कोही चाहिँ अन्धकारको अनि त्यो शक्तिमा चाहिँ भाग लिइरहेको छ भने त्यो अन्धकारको शक्तिहरूको बारेमा चाहिँ त्यसको चाहिँ पर्दाफास गर्नु चाहिँ हामी विश्वासीहरूको कर्तव्य हो। प्रिय मित्रहरू, संसारमा बाँचिरहेका छौँ। संसारका इच्छाहरू अनि लोभ लालच एउटा चाहिँ मोह हुनु चाहिँ हामीलाई चाहिँ एउटा स्वाभाविक कुरा हो। तर आफ्नो इच्छा अनि चाहनालाई लोभमा पर्दाखेरि चाहिँ लोभमा परेर चाहिँ नराम्रो बाटोतिर हामी नहिँडौँ। आफ्नो स्वार्थको लागि चाहिँ अनि नराम्रो कामहरू नगर्नुहोस्। ढाँटेर छलेर हत्या गरेर अरूलाई रुवाएर चाहिँ तपाईँ अगाडि नबढ्नुहोस्। यसले चाहिँ तपाईँलाई केही समय चाहिँ शान्ति खुसी दिन सक्छ, तर त्यसले चाहिँ अन्त्यको दिनमा के कहाँ पुर्याउनेछ? विनाशको अनि सर्वनाशको बाटोमा पुर्याउनेछ। यदि चाहिँ शैतानले तपाईँलाई चाहिँ आफ्नो बसमा आफ्नो नियन्त्रणमा पार्नको लागि विभिन्न किसिमको लोभ लालचहरू देखाउँछ भने याकुब 4:7 पदलाई चाहिँ आफ्नो जीवनमा चाहिँ लागु, आफ्नो जीवनमा चाहिँ बोल्नुहोस्। त्यहाँ लेखिएको छ, यसकारण आफैलाई परमेश्वरको अधीनमा राख, तर दियाबलसको विरोध गर। कसको विरोध गर? दियाबलसको विरोध गर र त्यो तिनीहरूबाट भाग्नेछ। आमेन। प्रिय मित्रहरू, शैतानले हामीलाई विभिन्न किसिमको लोभ लालचहरू प्रस्तावहरू ल्याउँछन् होइन। त्यति बेला चाहिँ तपाईँले चाहिँ अनि शैतानलाई चाहिँ विरोध गर्नुपर्छ। हुन्छ, अनि आजको वचनमा वहीँ राख्न चाहन्छु। धन्यवाद छ तपाईँले सुनिदिनु भयो। बाँकी समय चाहिँ म हाम्रो दाजुलाई दिन चाहन्छु। हुन्छ, जय मसीह।